हर्क साम्पाङको विषयमा चाहिँ के छ? भुइँ मान्छे हो उहाँ, भुइँ मान्छे हो। तपाईँको श्रमको उच्च सम्मान छ, हामीले गर्न सकेनौँ, तपाईँले गर्न सक्नु भएको छ। मेयर भनेपछि त अब अहिले मैले देख्दाखेरि राम्रो मेयर को भन्नुभयो भने केही त तरिका नमिले पनि हर्क साम्पाङलाई म राम्रो मेयर मान्छु। दुःख गरिरहेको छ बिचरा जुन जतिको छ त्यसलाई सल्युट गर्नुपर्छ। त्यो उहाँको हुन्छ नि, उहाँको कार्य गर्ने जुन वे छ त्यसलाई मैले सल्युट गर्छु। डाक्टर साहब एउटा कुरा बताइदिनुहोस् न, यो मुलुक कसको हातमा पुग्यो भने चाहिँ यसको अवस्था परिवर्तन हुन्छ? हर्क साम्पाङ, मैले अहिले देखेको यो मुलुकको नेता भनेको हर्क साम्पाङ मात्रै हो। अरूमा मैले त्यो क्षमता देखेको छैन। हर्क साम्पाङ चाहिँ नि साधारण तरिकाले पनि असाधारण काम गर्न सकिन्छ भन्ने विश्वास बोकेको एउटा व्यक्ति जस्तो मलाई लाग्यो। श्रम बिना केही पनि हुँदैन। यसको यो पक्षमा चाहिँ नि म हर्क साम्पाङजीलाई एकदम क्रेडिट दिन्छु। उहाँले जुन एउटा एकदम स्थापित गर्दै जानुभएको छ श्रमबार भनेर, यसको लागि त म धन्यवादै भन्न चाहन्छु। हामीले त्यो कठिन परिश्रम हाम्रो देशमा एटलिस्ट एउटा दुईटा जेनेरेसनले नगरेसम्म त्यो आउनेवाला छैन होइन। नेपाल बन्ने चाहिँ हर्क साम्पाङकै जस्तो श्रम गरेर मात्रै हो। फेरि नेता जति सबले श्रम गर्नुपर्छ, काम गर्नुपर्छ, अनि मात्रै बन्छ, त्यो चाहिँ हो। फेरि श्रमदान, यो धरानदेखि श्रमदानको एउटा ठुलो अभियान चलेको छ। हाम्रो धरानका नगरपालिका प्रमुखले पनि एउटा राम्रो अभियान सञ्चालन गर्नुभएको छ। मेरो समर्थन छ, सबैले यसमा अगाडि बढौँ। हर्क साम्पाङ जस्ता एउटा इमान्दार श्रम पिताको जन्म प्रत्येक नगर र गाउँपालिकामा जन्म्यो भने यो गाउँपालिका र नगरपालिकाले मुहार वडा अध्यक्षदेखि लिएर चाहिँ त्यहाँका नगरपालिकाहरू चाहिँ अधिकांश ठाउँमा चाहिँ बेरोजगारीको चाहिँ एकदम चाङ बढेको छ, भ्रष्टाचारको चाङ बढेको छ। यस्तो अवस्थामा हर्क साम्पाङ जस्तो एउटा चाहिँ अद्भुत चमत्कारी मेयर होइन हाम्रो बिचमा एउटा छुट्टै पहिचान लिएर उभिनु भएको छ। उहाँले जे गर्नु भएको छ एकदमै राम्रो गर्नु भएको छ। अबको नेतृत्व, अबको राष्ट्र हाँक्ने अथवा नगरपालिका हाँक्ने अथवा उपमहानगरपालिका हाँक्ने नेतृत्व भनेको चाहिँ अब भनेको चाहिँ हर्क साम्पाङ जस्तो हुनुपर्छ मलाई लाग्छ। राजेशजी ढुङ्गा बोक्न आउनु पर्यो मात्र भन्नुहोस्, म त्यो ढुङ्गा मात्र होइन, म शिर काटेर दिन पनि तयार छु। आइदिन्छु म। अब हर्क साम्पाङकै कुरा गर्दै गर्दाखेरि उहाँले यति राम्रो काम गर्नु भएको छ। आज इतिहासमा हेर्ने हो भने धरानमा तपाईँको धरान मात्रै होइन, मैले अघि नै भने 77 जिल्लामा अब उहाँ जस्तो मेयर तपाईँको चाहिँ नेता तपाईँको छँदै छैन क्या। धरानको मेयर हर्क साम्पाङको विषयमा चाहिँ केही कुरा बोल्नु मन लाग्यो। यो 40-50 वर्षको इतिहासमा चाहिँ कुनै पनि नेता विदेश गएर पैसा उल्टो नेपाल ल्याएको भन्ने कुरा थाहा छैन। मैले सुन्दाखेरि चाहिँ उपचार गर्न गयो, यति करोड सक्यो होइन, त्यहाँ विदेश भ्रमणमा गयो, यति करोड सक्यो, अथवा खेलकुदको लागि पार्टिसिपेट गर्यो, अथवा कुनै सेमिनार यताउता गयो भने राज्यको कोष जहिले पनि करोडौँ रुपियाँ सकिएको थाहा छ। तर हर्क साम्पाङ चाहिँ अस्ति लन्डन जानुभएको थियो, अनि करोडौँ रुपियाँ चाहिँ उहाँले भित्राउनु भएको छ आफ्नो इष्ट देवताको मूर्ति बनाउने, त्यहाँ पार्क सुन्दर बनाउने, धरानै सुन्दर बनाउने भन्ने हिसाबले उहाँले चाहिँ त्यसरी पैसा ल्याउनु भएको छ। अनि सम्भवतः यो देशमा हर्क साम्पाङ भन्ने मान्छे नजन्मिएको हुन्थ्यो भने सायद यो श्रमदान गरेर पनि देश बन्छ भन्ने नजिर हाम्रो देशमा बस्दैन पनि थियो। धरानमा मेयर हर्क साम्पाङले त्यहाँको स्थानीय जनतालाई साथमा लिएर श्रमदान गराएर हुन्छ कि माथि केन्द्रसँग झगडा गरेर हुन्छ कि आफ्नो पालिका बनाउनतिर लागि परेका छन्। मैले जीवनमा अहिलेसम्म डे 1 देखि उहाँलाई भेटेदेखि कहिल्यै पनि सकारात्मक बाहेक राम्रो पक्षको तारिफ बाहेक केही नगरेको एक उम्दा र असल अर्ग्यानिक नेता र उहाँले चाहिँ समाजवादी उत्पादन प्रणाली र श्रम संस्कृतिलाई राष्ट्रियतासँग जोड्नु भएकोले उहाँ अद्भुत हुनुहुन्छ। यति कुरा भन्छु कि आजकल गरे जस्तो गर्ने फ्यासन सुरु भएको छ। गर्ने चुपचाप गर्ने अथवा काम गर्ने कुराको प्रवृत्ति बन्न सकेको छैन। हर्क साम्पाङलाई म किन मन पराउँछु भने उहाँ क्यामेरा खोलेर रेडी 1 2 3 टेक भनेपछि एक्सन गर्ने मान्छे होइन। उहाँ बिना क्यामेरा पनि श्रम गर्नुहुन्छ र संसारमा यस्तो उदाहरणहरू दुर्लभ छन्। त्यस्ता मेयर त कति भयो हर्क साम्पाङले जस्तो परिवर्तन ल्याउन सकेछ हेर्नु त। यस्तै मेयर यहाँ पनि कति भयो। अब अहिले हर्क साम्पाङलाई त्यो 5 रुपैयाँ जग्गा दिँदा मलाई यति पनि दुःख छैन। उहाँले गर्न खोजेको काम र उहाँको काम गर्ने स्टाइल जुन अर्ग्यानिकनेस
होइन, जुन ग्राउन्डसँग जोडिएको जुन एउटा भूमिपुत्र टाइप हुन्छ नि, त्यो टाइपको त्यो नेचर चाहिँ नि त्यो नेचर चाहिँ अत्यन्तै नै अत्यन्तै नै राम्रो लाग्छ मलाई। एउटा मेयर जस्तो मान्छे भएर कट्टु र भेस्ट लाएर मैलो न मैलो होइन, धुलो र पिठो भएर ढुङ्गा बोकेछ घरि खन्दै हिँडिरह होइन, अनि बाइकमा हिँडे फेरि त्यो लग्जरी लाइफ चाहिएको पनि छैन फेरि होइन, त्यो नर्मल्ली त्यो बाइक लिएर हिँडिरह पब्लिकमा हिँड्दा त्यो हो नि त यार। त्यो नेता मजा आयो त्यो हुन्छ नि, त्यो आनन्द लाग्छ क्या सुन्दाखेरि पनि। त्यस्तो त कमै हुन्छ नि त त्यस्तो मान्छे त यार। सही कुरा। धरानका मेयर हर्क साम्पाङको कुरा गर्दाखेरि उहाँ जति बेला त्यो एक्लै माइक बोकेर जनताको बिचबिचमा पुगिरहनु भएको थियो, राजनैतिक दलको जुन खालको एउटा शक्ति छ त्यसलाई चिर्दै आफू स्थापित हुन खोज्नु भएको थियो, त्यति बेला मैले धरानको नेतृत्वका लागि हर्क साम्पाङ यसरी चाहिँ मैदानमा छन् भनेर रिपोर्ट बनाएको थिएँ। त्यसरी म प्रभावित मान्छे हो उहाँसँग होइन। अहिले जुन हिसाबले काम गरिरहनु भएको छ त्यसमा पनि गलत भेट्दिनँ होइन। जनताको सहभागितामा जनताका लागि काम गर्ने कुरा त राम्रो कुरा हो नि। श्रमदानका कुराहरू छन् होइन, श्रमदानबाट पनि खानेपानी अहिले तपाईँको धरानसम्म पुर्याइसक्नु भएको छ भनेपछि त्यो त ठुलै साहस हो होइन। हर्क साम्पाङ नेपालको लागि नेपालीको लागि एउटा जिउँदो भगवान् हुन्। म उहाँलाई भगवानै मान्छु। उहाँसँग यो पद प्रतिष्ठाको दम्म र घमण्ड छैन। उहाँ सर्वा र विचारले भरिपूर्ण हुनुहुन्छ। कम्युनिजम भन्ने उहाँसँग छ। एकमात्र नेपालमा कम्युनिजम विचार र नीति र विचार र तपाईँको व्यवहारमा लागू गर्ने जिउँदो नेता हो। उहाँलाई म यहीबाट सुन्छु। हर्क साम्पाङ चाहिँ तपाईँलाई प्रिय लाग्छ? म एकदमै प्रिय लाग्छ। म उहाँको लागि फाँसीमा कसैले मलाई फाँसी दिन्छ भने म फाँसी लगाउन तयार। नेपालको श्रमदानको पिता जसले यो मुलुकले बेच्ने मतले भनेर हेपेका थिए नि, 2007 सालदेखि विगत 73 वर्षको इतिहासमा चाहिँ हर्क साम्पाङ एकजना माओवादीले जन्माए, काङ्ग्रेसले जन्माए, एमाले जन्माए, अनि हामीले हेर्ने जातिवादी देख्ने, देशको माया गर्नेलाई भाषिक धार्मिक सांस्कृतिक समानताको चाहिँ निम्ति जसले आवाज उठाउनेलाई चाहिँ तपाईँहरू जातिवादी देख्ने। यहाँ हेर्नुहोस् काम गर्ने हर्क साम्पाङको जातिवादी देख्ने, डलर खाएको देख्ने, अनि यहाँको खोला नाला सिमाना बेच्नेलाई त राष्ट्रवादी देख्ने। अहिले यो देशमा जुन 753 स्थानका मेयरहरू छन् ती मेयर भन्दा फरक मेयरको हिसाबले हामी धरानको मेयरलाई पाएका छौँ। हामीले धरानको मेयरलाई फरक पाएका छौँ। यदि ती धरानका मेयर जस्ता यदि 753 स्थानका मेयर भइदिएको भयो भने यो देश निर्माण हुनको लागि, यो देश सफा हुनको लागि, यो देशमा जुन आर्थिक विकास हुनको लागि, यो देशमा औद्योगिक विकास हुनको लागि समय लाग्दैन। त्यो हर्क साम्पाङका बाबुआमालाई धन्यवाद छ। यस्तो छोरो जन्माउनु नेपालको सपुत हो। हर्क साम्पाङ भनेको जननी जन्मभूमि छ स्वर्ग दबी गरिएसी हो जननीको, यो जननीको छोरो रहेछ। जय होस् हर्क साम्पाङको 122 वर्ष आयु होस्। एकदमै मनपर्ने मान्छे, यतिको सिम्पल मेयर पनि हुन्छ भनेर मैले उहाँलाई देखाएँ कि कोही पनि देखाएन त्यस्तो मान्छे हुनुपर्छ क्या। मनपर्ने मान्छे हर्क साम्पाङ। हर्क साम्पाङको पथमा लागेन भने देश बन्दैन। हामी पनि हर्क साम्पाङको श्रमदान अभियानमा हामी आउनेछौँ। जब र नेपालमा यस्तै हर्कहरू सयौं हजारौं जन्मिनुपर्छ र हर्कहरूबाट थुप्रै नेताहरूले सिक्न पनि जरुरी छ। नेपालको जय होस्, हर्कको जय होस्। आफ्नै घर अगाडि डिरेन बनाइदिनु भयो बिना पैसामा, शरमको उसमा सबै राम्रो बनाइदिनु भयो। एकदम खुसी छु। यस्तो मेयर पाउँदैन फेरि। हाम्रो जिन्दगीभरि चाहिँ यही मेयर भइराखोस् भन्ने छ क्या मेरो मनमा चाहिँ। अहिले मेयर साहबले सुकुम्बासी जनता म उठाउँदिनँ, नहुनेलाई छापरी लगाइदिन्छु भन्नुभएको थियो, तर दिइराख्नु भएको छ, गरिराख्नु भएको छ मेयर साहबले। राम्रो मेयर पाएको छौँ, खुसी नै छौँ। खुसी हुनुहुन्छ? हजुर हजुर। भनेपछि अब फेरि पनि उहाँलाई नै मेयरको रूपमा देख्न चाहनुहुन्छ? उहाँलाई नै फेरि भोट दिएर जिताउने, उहाँलाई नै राख्ने। सकेसम्म अरू नहोस्।